अरे वाह उत्तेको चोलीको खुकुलो तुना छ त्यो तिम्रो रूपमा जादुनी तुना छ सोल्टीले मलाई आँखा मार्यो नि सोल्टीले मलाई जलमा पार्यो अरे वाह सर म अनि दैलेख भाग आउने कहाँदेखि आउने दैलेखदेखि आउनु दैलेखबाट आउनुभयो त्यहाँसम्म आइदिनुहोस् न त हो त्यहाँसम्म वाह तपाईँ यता हेर्नुहोस् न यता शुभ नाम के हो मेरो झक्कड थापा फेरि भन्नुहोस् झक्कड थापा संसारमै नभएको झक्कड थापा खै कस्तो नाम हो झक्कड थापा अनि झक्कड भनेको के नि फेरि अब नामै हो झक्कड भनेको नाम हो त्यसको अर्थ अर्थ अब नामै दिएछ त अब के अर्थ हुने झक्कड थापा कसले राख्नुभएको नाम मैले ठाडो भाग गाउने हो ठाडो भएको गाउने हो कसले राखिदिनु भएको तपाईँको ज्योतिषले राखेको ज्योतिष को ज्योतिष होला त्यो ज्योतिष भेटाइदिए झक्कड नाम फुल फुली गाउँ घर भरी फुल फुली गाउँ घर भरी डगमगायो होला भाइ पछाइ बहिनी घरै यो मन कति रोला कार्तिका महिना अर्को सुनाउनु न कुनै अर्को भाग आउँछ तपाईँलाई अर्को भागा लोकगीतहरू गाइदिनुहोस् लोकगीतहरू गाइदिनुहोस् कस्तो मन परिरहेछ म बाई बाई माया छके सलामी एकाइ छुटे हुनी होनी माया तिम्रो जन्ती मेरो मलामी आका जस्तै नानी बिना अरे वाह आहा चाहिँ बसिरहेको छ स्वर बसेछ मलाई पनि सब ठिक स्वर अलिक बसेको हो जस्तो छ मलाई पनि लाग्यो दिनभरि गराउनु भयो अर्को पनि सुनाउनु न होइन तपाईँ